सबैजना गाईजलाई नमस्कार। यो भिडियोलाई सेयर, लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु होला र सब्सक्राइब पनि छ बिस्टिन युट्युब च्यानललाई। साथीहरू आज बुवाले चिया काटेको छ अहिले पनि है त। अहिले नि बुवाले चिया काटेको छ र दाउरा बन्साएको थियो नि अहिले चिया काटेको छ। ल बुवा म बिदा भएँ है त। नमस्कार। अब चिया काट्नु डोको राम्रोसँग भन्नु है बुवा। डोको बनेको नि खिचाउँला एक दिन। डोको बनियो भने तपाईँ यहाँ आउनुहुन्छ ल होइन। परालको टाउको नि अहिले बाख्रे बान्नुमा ख नलको टाउका त्यही हो नलको टाउका। ल हेर्नुहोस् साथीहरू होइन यस्तो डोको बन्न पर्यो होइन। अब यता बान्दी हुन्छ कि बाख्राहरू दुईवटा बाख्रा अट्ने चाहिए सानो हुन्छ लोकेर अनि त्यसपछि खोला हुन्छ होइन होइन र त्यसपछि खरा हुन्छ अनि भइहाल्यो हुन्छ त बुवा। अब ठुलो डोको बनेपछि अब धेरै बनाउनु पऱ्यो नि चिया त। बढिया मानको डोको हात्ती यत्रो कि यत्रो त कुहिरो मण्डल लाग्यो अरे अहिले त केही देखिन थाहा छैन। अहिले यहाँ हरियाली देखिएन हरियो यता देखियो अलिअलि त होइन यता अलि देखिएन। यता नलाउनु भयो त यो डोको के बाठालाई कि